हेलो नमस्ते। आज चाहिँ रमाइलो घाम लागिरहेको दिन छ। फेरि आज पूर्णे पनि अरे टिका जाँदो। पूर्णेमा चाहिँ हामीले घरहरू लिपेर अनि घर सफासुग्घर गरेर राख्दो रहेछ। अन्त म चाहिँ बिहान उठेर घरहरू लिप्न थालेँ। आज घर त अब अरूतिर त अब सबै सिमेन्टेड भएर घरहरू त्यति लिप्दैन, तर हामी चाहिँ स्टिल अहिले पनि उहिलेको जस्तै घरहरू लिपेर सनाकसुनुक गर्छौँ। हामी चाहिँ दिदीबहिनी थुप्रो छौँ नि त, अनि कसले भ्यायो त्यसले लिप्छौँ नि त। अनि पहिला पहिला त मैले लिप्दिनँ थिएँ, अहिले चाहिँ म प्र्याक्टिस पनि गर्ने भनेर म लिप्छु नि त। दिदीहरूलाई चाहिँ लिप्नु दिँदिनँ नि त, म आफै लिप्नु थालेको छु। अनि अब सबै लिपिसकेपछि चाहिँ अब धारामा गएर सबै सफासुग्घर गर्नु पऱ्यो नि त। अनि फेरि आज म चाहिँ एकदम बिजी थिएँ नि त। फेरि यो मात्रै काम गर्नु होइन कि अरू पनि घरको कामहरू थुप्रै थियो। अन्त कुखुराहरू छोडेको थिएँ, अनि कुखुराहरू छोडिसकेर अब चाहिँ सुँगुरलाई चारो दिनुपर्ने काम थियो मेरो। घर लिपिसकेर सुँगुरलाई चारोहरू दिएँ, अनि खाइसकेकोहरू सबै अब जुठोहरू दिएँ। आज चाहिँ अब लास्ट हो नि त, दसैँ सकेको दिन हो नि। अनि त्यही भएर यो पूर्णेदेखि अब चाहिँ औँसी आउँछ अरे भन्छ, तर अब कति दिन पछाडि आउँछ। आउनु चाहिँ दसैँ सक्ने बित्तिकै औँसी आउँछ नि त, 15 दिन पछाडि जस्तो आउँछ। अनि बाख्राहरूलाई पनि घाँसहरू अनि सुँगुरहरूलाई पनि लगाइदिएर सकेर आयो है म चाहिँ घर फर्केर। अब घर फर्केर आउनु बित्तिकै लहटा क्लास, आज पूर्णे हो नि त, अनि लहटा क्लासहरू माझ्नै पर्यो। अनि सफासुग्घर गरेर राख्नुपर्छ अरे भनेर आज चाहिँ लहटा क्लासतिर माझ्नुतिर लागेँ। कतिपयहरूले त माझ्दैन, तर म चाहिँ अब लहटा क्लास घरमा कति छ हो यो सबै माझेर राम्रोसँगले पुज्नु मनपर्छ औँसी पूर्णेको दिनमा चाहिँ। अन्त म चाहिँ एक्स्ट्रा टाइम निकालेर भए पनि औँसी पूर्णेमा चाहिँ मजाले सफा गर्छु। ल है, अब चाहिँ सबै सफा गरिसक्यो। अनि त्यहाँदेखि दियोहरू पनि बाल्यो। थ्याङ्क यू फर वाचिङ।